आज अब वर्ल्ड भलिबल डे परेको छ र हाम्रो नेपालमा पनि हाम्रो नेपाल भलिबल सङ्घले एकदमै राम्रो अर्गनाइज गरेर आज विश्वभरि मनाइरहेको वर्ल्ड भलिबल डेलाई हाम्रो यहाँ काठमाडौँमा पनि मनाएर एकदमै सबै हाम्रो प्लेयरहरू आएर सम्पूर्ण भलिबल खेलाडीदेखि भलिबल प्रेमीहरूदेखि सम्पूर्ण आएर यहाँ यसरी मनाउन पाउँदा एकदमै खुसी भएको छौँ र अब हामी यसरी मनाउँदा चाहिँ हामीलाई अब अलिकति मोटिभेट पनि हुन्छ होइन। अब सबैजना हामी एकजुट भएर उस गर्दा जस्तो आज प्लेयरको हिसाबले नेपालमा अझै पनि भलिबल खेलेरै बाँच्ने आधार क्रिएट भएको छैन होइन, अझै हुन सकेको छैन। खेलाडीहरूले जुन प्राथमिकता पाउनुपर्ने राज्यबाट त्यो अझै हुन सकेको छैन। के भन्न चाहनुहुन्छ आजको दिनमा? हजुर, अब आज हामीले वर्ल्ड भलिबल डे मनाइरहँदा अब आगामी दिनहरूमा हाम्रो नेपालमा पनि अब हामीले राम्रो रिजल्ट दिन सकेर र अब हाम्रो नयाँ सरकार बन्नुभएको छ सबैजना र त्यो रिजल्टको आधारमा आगामी दिनहरूमा पनि पक्कै राम्रो हुन्छ भन्ने आशा गरेको छौँ। आज भलिबल डे मनाइरहँदाको एउटा खेलाडीको हिसाबले कसरी मनाउनु भएको छ? एउटा खेलाडीले विश्वमा भलिबल दिवस मनाइरहँदा नेपालमा खेलाडीको प्राथमिकता कस्तो पाउनु भएको छ? आज हामीले यो वर्ल्ड भलिबलले चाहिँ हामीले आज फर्स्ट टाइम नै होला सायद यो टिमको मनाएको। अब पहिला पनि मनाउँदै आइरहेको, तर आज चाहिँ हामीले यहाँ राम्रोसँग बनायौँ। सबैजना एकदमै धेरैजना दर्शकहरू भेला भएर बनायौँ र अब एउटा खेलाडीले अझै पनि प्राथमिकता राम्रो पाएको छैन अनि सरकारबाट सुविधा अझै पाउन सकेको छैन। आजको दिनमा के भन्न चाहनुहुन्छ? अब यसको बारे त म के पनि भन्न चाहन्न। जस्तो तपाईँ एउटा सानैदेखि भलिबल खेल्नुभयो होइन, यत्रो ठुलो, तर विश्वमा भलिबल उता जानु क्यामेरा छ हो पछि अगाडि विश्वमा मनाइरहँदाखेरि नेपाली खेलाडीहरूले अझैसम्म सुविधा पाउन सकेको छैन। के भन्नुहुन्छ एउटा खेलाडीको हिसाबले भन्दाखेरि? धेरै नै राम्रो सेवा सुविधा भइरहेको छ। अझै पनि हामीले राम्रो खेल्दै गयो भने हामीले अझै झन् सेवा सुविधा पाउँछौँ। तर त्यसको लागि दुवै साइडबाट हुनुपर्छ, हामीबाट मात्रै पनि नभएर दुवै साइडबाट भयो भने चाहिँ योभन्दा धेरै नै राम्रो हुन्छ अब आउने गेम। गुरु, आज विश्व भलिबल दिवस नेपाल विश्वमा मनाइरहेको अवस्थामा नेपालमा पनि यो चौरमा जहाँ चाहिँ 18वटा 19वटा एउटा कोर्ट बनाएर आम दर्शकले आम भलिबल प्रेमीले भलिबल खेलिरहेको ठाउँमा मनायो। आज यो सन्देश के जान सक्छ र तपाईँ यो दिनलाई कसरी हेर्नु भएको छ? भलिबल भनेको 222वटा कन्ट्रीसँग एफआइबीको एप्लिकेसन छ र संसारमा सबैभन्दा एभ्री मर्निङमा 13 करोडले खेल्छ भने एभ्री इभिनिङमा 22 करोडले भलिबल खेल्छ अहिले डाटा अनुसार होइन। त्यसले गर्दाखेरि संसारभरि सबैभन्दा सजिलो खेल, विपक्षीहरूलाई बडी कन्ट्याक्ट नहुने खेल, सेपरेटको हिसाबले, सेक्युरिटीको हिसाबले, खर्चको हिसाबले, खेल मैदानको हिसाबले सहज भएको खेल र विश्वमा सबैभन्दा लोकप्रिय खेल, सबैभन्दा मन पराएको खेल। तपाईँले योभन्दा पहिलाको ओलम्पिकमा बेस्ट यो हाम्रो स्पोर्ट्सको अवार्ड पनि भलिबलले नै पाएको थियो। त्यसले गर्दाखेरि यो संसारभरिको खेलाडीहरू र खेल प्रेमीलाई एक ठाउँमा जोड्ने जुन अभियान थियो, त्यसै अनुरूप हामीले यो 3 गुणी स्थित जुन जहाँ चाहिँ 4-5 हजार दर्शकहरू एभ्री इभिनिङ हुन्छन् र कमसेकम सयौँको सङ्ख्यामा हजारौँको समय खेलाडीहरूले प्रत्येक दिनमा खेल्छ, त्यो ठाउँमा नेपालको राष्ट्रिय खेल भलिबल हो र भलिबल खेल मार्फत हामी नेपाललाई पनि एक ठाउँमा जोड्छौँ र समृद्ध नेपालको परिकल्पना नै हाम्रो राष्ट्रिय खेल मार्फत गर्छौँ भन्ने खालको एउटा सन्देश नेपाल भलिबल सङ्घ मार्फत हामीले सबैसँग गरेको छ। तपाईँले हेरिराख्नु भएको छ आफ्नो बेलादेखि अथवा अहिलेसम्मको भलिबलमा धेरै उतार चढाव र परिवर्तनहरू हुँदै आएको छ। आज भलिबल दिवसको उपलक्ष्यमा के भन्न चाहनुहुन्छ? खेलाडीहरूको एउटा प्राथमिकता, खेलाडीहरूले पाउने सेवा सुविधादेखि धेरै थोक अझै पनि पाउन बाँकी छ, के भन्नुहुन्छ यो दिन? अब यो खेल भनेको जित्ने र हार्नेसँग मात्र सरोकार राख्छन् र अन्तर्राष्ट्रिय सहभागितासम्म सरोकार राख्छन्। यो खेल भनेको चाहिँ देशभरिकै सबै युवाहरूलाई एक ठाउँमा ल्याउने, अनुशासन र मर्यादित युवा जनशक्तिहरूलाई चाहिँ राष्ट्र निर्माणमा समायोजन गर्ने र चाहिँ जुन विकृति व्यतिथि छ, द्वन्द्व हिंसाको कुराहरू छ र तिनीहरूलाई खेल मार्फत एक ठाउँमा ल्याउने भन्ने नै खेलकुदको डेफिनेसन जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि आज खेलेर जुन अब्बल खेलाडीहरू लाखौँको एउटा बथानबाट छनौट भएर आएका हुन्छन्, तिनीहरूले आफ्नो जीविकोपार्जन, आफ्नो भविष्य चाहिँ मैले खेलेर नै समाजमा एउटा जुन सम्मानित एउटा व्यक्तिको रूपमा आफूलाई पहिचान गरेर बस्छु भन्ने खालको वातावरण चाहिँ सरकारले गर्नुपर्छ जस्तो मलाई लाग्छ। किनभने आज हामीले संसारमा भर्खरै वर्ल्ड कप भइरहेछ
हामीले हेरिरहेको छौँ, रातभरि नसुतेर हेरिरहेको छौँ। हरेक खेलाडीको नाम हाम्रो मुक्त कण्ठमा कण्ठ भइराखेको छ र संसारभरिका जति पनि खेलाडीहरू छन्, कहिले खेलाडीले देशलाई चिनाएको छ, कहिले देशले खेलाडीलाई चिनाएको छ, कसै खेलाडीले देशलाई लगानी गरेको छ भने कसै देशले खेलाडीलाई लगानी गरिराखेको छ। त्यस कारणले खेलाडी र देश भनेको एकअर्काको परिपूरक हो। त्यस कारणले खेलाडी बिना देश पनि हुँदैन, देश बिना खेलाडी पनि हुँदैन। र खेलाडी किन हुन्छ त भन्दा मानसिक र शारीरिक रूपमा अब्बल एउटा व्यक्तिको निर्माण गर्ने खेल हो। त्यस कारणले खेललाई सरकारले प्रायोरिटीमा राख्नुपर्छ र नेपालको राष्ट्रिय खेल भलिबल भएको हुनाले पनि र नेपालको 79% भूभाग पहाड हिमालले ढाकेको हुनाले पनि अरू खेलहरू खेल्न असम्भव जस्तै भूगोलकै हिसाबले पनि भएको हुनाले भलिबल मार्फत दूरदराजमा रहेका प्रतिभाहरूलाई सहर बजारमा ल्याउने र त्यो प्रतिभाहरूको पहिचान गरेर विभिन्न खेलमा समायोजन गर्ने र अन्तर्राष्ट्रिय सहभागिताबाट देशको इज्जत र प्रतिष्ठालाई बढाउने उद्देश्य लिएर नेपाल सरकारले यसको एउटा योजना तर्जुमा गर्नुपर्छ। हिजोको आजको भोलिको कुराहरू नै परिवर्तन भएन र खेलकुदको धरातललाई यदि बुझ्न सकेन भने हामीले परिवर्तनको आभास गर्नु त्यति उचित हुँदैन जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि मेरो सरकारसँग विनम्र आग्रह के छ भन्दाखेरि जुन हिजोको ऐन छ, कानुन छ, हिजोको ट्रेन्ड छ, त्यसलाई चाहिँ चिरफाड गर्नै पर्ने हुन्छ र जबसम्म हामी खेलाडीको पश्चातको हकमा र एउटा खेलाडीले सम्मानित जीवन जिउने खालको एउटा वातावरण अभिभावकले समाजले गर्न सक्ने वातावरण क्रिएट गर्दैनौँ, तबसम्म हामीले खेलकुदमा फड्को मारेको महसुस गर्न सक्दैनौँ। विदेशमा गएर मेडल जित्ने त्यो सेकेन्ड पार्ट हो, तर हाम्रो खेलमा मेरो छोराछोरीहरू खेलकुदमा लाग्यो, एउटा समाजको एउटा व्यक्ति खेलकुदमा लागेको छ है भन्ने वातावरण जबसम्म क्रिएट गर्दैन तबसम्म खेलकुदमाथि जाँदैन। यो कुरोमा नेपाल सरकारले ध्यान दियो जस्तो लाग्छ। अहिले त आज पूर्व कप्तान पनि हुन्छ, अहिले अब रेफ्री पनि भइसक्नुभयो, आज भलिबल लभर पनि हुन्छ होइन। यो हिसाबले आज भलिबल डे नेपालमा यसरी धुमधाम साथ मनाइरहेको छ र विश्वमा पनि मनाइरहेको अवस्थामा नेपालमा पनि मनायो। तपाईँ कसरी हेर्नु भएको छ? यो चाहिँ एकदमै राम्रो लागिरहेको छ। विगत पछिल्लो वर्षहरूमा पनि हामीले मनाइरहेका थियौँ होइन, वर्ल्ड भलिबल डे भनेर जुलाई 7मा। यो वर्ष पनि त्यसरी नै भव्यका साथ मनायौँ। अब आगामी दिनहरूमा पनि यसरी 100औँ संस्करणहरू मनाउँदै जानेछौँ। जस्तो यो एज अ प्लेयरको हिसाबले अहिले नेपालमा जसरी राइजिङ भइरहेछ एउटा भलिबल होइन, भलिबल नेपालको राष्ट्रिय खेल पनि हो। विश्वको एरिनामा हेर्दाखेरि भलिबल प्लेयरहरू आफू खेलेरै बाँच्ने आधार क्रिएट भएको छ, तर नेपालमा हेर्दाखेरि त्यो कन्टेन्ट अझै पनि हुन सकेको छैन। तथापि अहिले विकास चाहिँ भइरहेछ, खेलाडीहरू पनि फ्रेन्चाइजी लिगहरू खेल्न पाइरहेछ। के भन्नुहुन्छ आजको दिनमा? यस्तो हो, अब सबै एकैचोटि खोजेर पनि पाइँदैन। हाम्रोमा चाहिँ अलिक स्लोली चाहिँ भनौँ न, पहिलाभन्दा अहिले अलिकति भलिबलमै लागेर बाँच्छु भन्ने, भलिबललाई आधार बनाएर आफ्नो जीवनशैली चलाउनलाई अलिकति सहज भएको छ पहिलाभन्दा। अब आगामी दिनहरूमा अझै पनि योभन्दा राम्रो हुन्छ होला भन्ने आश गरौँ। अब आशभन्दा बाँकी अरू त के नै गर्न सकिन्छ र। भलिबल आज हेरिराख्नु भएको छ यो तिनकुनेको ग्राउन्डमा, यो 18वटा कोर्ट छ यो कोर्टमा, र भलिबल यति जनसङ्ख्यामा यति मासमा खेलिरहेछ। के लाग्छ यहाँलाई, भलिबल कतिको नेपालमा विकास भइरहेछ? यस्तो हो, नेपालमा चाहिँ गाउँ गाउँमा खेल्ने भएको भएर भलिबल एकदमै पपुलर छ होइन। तर यही एरियालाई अथवा यस्तै कुनै ठाउँहरूलाई अलिकति हामीले हुन्छ नि त्यसलाई अलिकति एउटा व्यवस्थित बनाएर लान सक्यो भने चाहिँ अझ राम्रो हुन्छ जस्तो लाग्छ। अब यहाँ खेल्ने कोर्टहरू त 18-19वटा छ होइन, त्यसमा अब हामीले रेगुलर बेसिसमा ट्रेनिङहरू गर्नेदेखि लिएर अलिकति हुन्छ नि राम्रै तरिकाले सञ्चालन गऱ्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। आज भलिबल विश्वमा भलिबल डे मनाइरहेको अवस्थामा नेपालमा पनि एउटा निकै भव्य रूपमा मनाउनु भयो विश्व भलिबल दिवस। के लाग्छ यहाँलाई, नेपालमा भलिबलको साँच्चीकै यो अब विकास हुन्छ अथवा विश्वमा जसरी खेलाडीले सुविधा पाइरहेछ अब नेपालमा पनि त्यो सुविधा पाउन सक्छ, खेलाडी खेलेरै बाँच्न सक्ने आधार क्रिएट हुन सक्छ, अथवा के मेसेज दिन चाहनुहुन्छ? अब भलिबल डेज, गुड डेज अफ भलिबल आर कमिङ अहेड हामीले चाहिँ भन्ने गरेका छौँ। अब अहिले हेर्नुहोस्, भलिबल खेलेर हाम्रो भलिबल खेलाडीहरूले राम्रोसँग जीविकोपार्जन गर्ने अवस्था सिर्जना भइसकेको छ। नेसनल प्राइड छ हाम्रो। व्यावसायिक भलिबलको लागि एनबिएल, हाम्रो वुमेन्स भलिबल यो चाहिँ लिगहरू हुँदैछन् होइन। यस हिसाबले अब प्रतियोगिताहरू त्यत्तिकै छन्। अब राष्ट्रिय प्राइडका कुराहरूमा अन्तर्राष्ट्रिय सहभागिता पनि छन्। त्यस हिसाबले खेलाडीहरू अब क्लबको सबै चाहिँ राम्रैसँग राखेका छन्। खेलाडीहरू त एकदम व्यस्त छन्। अहिले हेर्नुहोस्, मेचीमा एउटा प्रतियोगिता हुन्छ, महाकालीमा अर्को प्रतियोगिता हुन्छ, खेलाडीहरू यताउता गइरहेका हुन्छन्। अब खेलाडीहरूले पनि राम्रोसँग गाडी चढेर हिँड्ने अवस्था छ र नेपाल सरकारले जुन हिसाबको हामीलाई चाहिँ सहयोग दिन सक्ने सहयोग दिएको छैन। हाम्रो भलिबल सङ्घले उहाँहरूसँग सधैँ लागि परेकै छौँ र मेन कुरा भनेको भौतिक पूर्वाधारमा हामी जोड दिइरहेका छौँ।
यो भलिबल सङ्घले चाहिँ अब यो हाम्रो कार्यकालमा भलिबल एउटा गुड इन्डोर कभर्ड हल चाहिँ बनाउने हाम्रो लक्ष्य छ। यसपालि चाहिँ हाम्रो शिलान्यास हुन्छ भन्नेमा हामी विश्वास छौँ। जस्तो आज 18 देखि 19वटा कोर्टमा यो खेलिरहेछ तिनकुनेको ओपन ग्राउन्डमा र यहीँ आएर एउटा भलिबलको सेलिब्रेसन गर्नुभयो, वर्ल्ड भलिबलको सेलिब्रेसन गर्नुभयो भएछ। खासमा नेपालबाट के सन्देश दिन चाहनुभयो वर्ल्ड भलिबल फेडरेसन? एफआइबिबीका पदाधिकारीसँग हाम्रो चाहिँ कुराकानी, उहाँहरू पनि भलिबल नेपालको ग्रोइङ सिचुएसन देखेर एकदमै उत्साहित हुनुहुन्छ र आज यो विश्व भलिबल दिवस हाम्रो 7 जुलाईको जुन यो छ तिनकुनेको ओपन ग्राउन्डमा एयरपोर्टको बाट इन्ट्री पोइन्ट टु काठमाडौँ सिटी, यो चारैतिरबाट यहाँको दर्शकहरू जनरल पब्लिकले पनि आज के भइरहेको छ यहाँ भनेर सारा नेपालीहरूले एउटा चाहिँ खबर पाउनु भएको छ। यो चाहिँ नेपालको राष्ट्रिय खेल हो भन्ने कुरो धेरै मान्छेलाई थाहा नभएको मान्छेलाई पनि यो उसले चाहिँ राम्रो सन्देश दिन्छ र हाम्रो यो सेलिब्रेसनले एफआइबिबीमा पनि राम्रै स्थान पाउँछ भन्ने मलाई विश्वास छ। एउटा यो पनि भन्न चाहनु भएको छ कि यहाँ किनभने यहाँ निकै एउटा आम दर्शकले भलिबल खेलिरहेछ, भलिबल कति लोकप्रिय छ नेपालमा त्यो पनि यहाँबाट छर्लङ्गै देखिन्छ यो तिनकुनेको ग्राउन्डबाट। के यो सन्देश तपाईँले दिन खोज्नु भएको त होइन? हो, यो हामीले फोकस गर्न खोज्या हो। अब यहाँ हेर्नुहोस्, ओलम्पिक कमिटी र ओलम्पिक एसोसिएसनसँग सम्बद्ध सबै खेल पदाधिकारीलाई पनि हामीले निम्ता गरेका छौँ। जनप्रतिनिधिहरू पनि यहाँ आउनुभएको छ, ब्युरोक्रेट्सका मान्छेहरू पनि आउनुभएको छ, सामाजिक जीवनका लब्ध प्रतिष्ठित सबै व्यक्तित्वहरूलाई हामीले आमन्त्रण गरेका थियौँ। उहाँहरूले भलिबललाई माया गरेर सबैजना यहाँ हामीले निम्ता गरेको साथी आउनुभयो र यसले चाहिँ यो क्षेत्रमा आज राम्रै गतिविधि भयो र यसै भविष्यमा पनि यो भलिबलको माथिल्लो प्रगतिमा आजको कार्यक्रमले धेरै साथ दिन्छ भन्ने मलाई विश्वास छ। आज तपाईँले प्रकृतिलाई पनि धन्यवाद दिनुपर्छ किनभने यो 4 बजे हरेक दिन अचेल वर्षा सिजन र हरेक दिन पानी परिरहेको थियो, तर आज भलिबल दिवस मनाइरहँदा आज हेर्नुहोस् घाम लागिरहेछ, मौसम पनि उत्तिकै छ। के भन्नुहुन्छ? यस, भगवान् जो करेगा भलाइ करेगा भन्छ कि, र एउटा अर्को भनाइ छ त चिता म पुऱ्याउँछु भन्छ। तर हाम्रो भलिबल सङ्घले मैले अघि पनि भने भलिबल सङ्घले धेरै पैसा भएर यो तामझाम गरेको अवश्य पनि होइन, तर हामीलाई सहयोग गर्ने साथ दिने सङ्घ संस्थाहरूले हामीलाई सहयोग गर्नुभयो। भलिबल सङ्घको खाताबाट 1 पैसा पनि यो प्रोग्राम खर्च हुँदैन। बाहिरैबाट चाहिँ मैले संयोजक मैले तपाईँहरूलाई कन्भिन्स यो अब स्टेज बनाउने हाम्रो चाहिँ कार्की ब्याङ्क्वेटले सवार्ता गर्नुभएको छ दिलबहादुरजीले होइन। यो बेलुनको लागि हाम्रो यस्तै रेशम दाइले चाहिँ सहयोग गर्नुभएको छ। अरू संस्थाहरू टी सर्ट तपाईँले देख्नुहुन्छ 350वटा टी सर्टमा बनाएको हरेक फरक फरक कम्पनीहरू छन्। त्यो सबै कम्पनीहरूले चाहिँ एउटा 100-100वटा टी सर्ट गर्दाखेरि सबैले आज भलिबल डेको सेलिब्रेट भएको चाहिँ भेस्ट लाउनु पाएको छ। यो सबै खर्चहरू गर्ने हाम्रा भलिबल प्रेमी साथीभाइहरूको सहयोगले यो गरेर चाहिँ हामी आज सफल भएको छौँ। उहाँहरू सबैलाई म मुरी धन्यवाद दिन